डान्सर हुन सक्छ भाइरल। के अरे तिमीले सोचेको कुरा चाहिँ कस्तो मलाई दिमागमा केही पनि नि आएन के। हाम्रो घरको वरिपरि पनि छ साइकल हो हैन। अवश्य घरको वरिपरि छ भने चाहिँ के हो? मैले त भनेको तपाईले थाहा पाउनुहुन्छ नि, तर मैले एउटा भन्दिन। मतलब केही बोलेको थाहा पाउनुहुन्छ के त्यो हिन्ट दिएँ मैले। तर भन्दिन। चाबीको बक्स हैन। के अरे तुम्हारे रामसँग दूर के रिश्तेदार भन्छ न। उसको कपाल के भन्नु न, उसको कपाल चाहिँ छोटो छ कि लामो छ? कपाल लामै छ। हो नि साथी? लामै छ। मतलब टिकटकमा फेमस हो नि। यस्तो फेमस छैन तर बनाउनु मैले तपाईँ भन्नुपर्छ कि तिमी? तिमी सबै सोधा, म एकैचोटि सोधा। ए अब अर्को चोटि माथि बनाउनु। तिमीले घरको वरिपरि छ भनेछौ हैन? छ। मतलब जहाँ वरिपरि भन्छ त्यहाँ हुन सक्दैन, मतलब नजिकै छ। मैले यति नभनेछु, यति घरको यति नभनेछु अघि त्यहाँ घरको ठ्याक्क राउन्डरमा हुनको हैन। अनि यति उता पनि हुन पायो नि त गाडी हैन। यति उता अब यति उता नलिभिङ, यति घरको यति उता नलिभिङ के हो? तर तपाईलाई नि थाहा छ, मलाई नि थाहा छ। म एकचोटि सोध्छु यार, यो त अति भयो यार। घरको वरिपरि घरको त्यहाँबाट चाहिँ गेट छ। म सोच्दैछु किन गेट छ, गेटबाट यस्तो आयो, घाँसहरू छ, इटा छ, अनि त्यसपछि ढोका छ। सबै नलिभिङमै पर्छ नि। भर्याङ छ। अब म तिमी भन्नुपर्छ कि तपाईँ भन्नुपर्छ? तिमीले भन्नुपर्छ। तिमीले त म चिनेन हौ। हैन चिनेछौ अब दूरको रिश्तेदार भन्छ। रिश्तेदारै मतलब चिनेको मान्छे कि रिश्तेदार? चिनेको मान्छे। अन्तलाई रिश्तेदारै त भन्छ। पूजा होइन। भिनासँग रिलेटेड नि छ यो। ल त्यो नि भन्दिए। त्यो घरमा गीत गाउँछन् अघि या त्यो भिनासँग रिलेटेड। अब अरू नेपाली त भन्ने रुक्ने। मसँग नजिक छ हुनुहुन्छ कि छिन् कि? तिमीसँग नजिक छिन्। मेरो बहिनी? अघिदेखि तिमी सोध्छौ तिमीलाई कति नजिक थियो? अब तपाईको नजिक होला सोचेन त म त। अनि म त कान सानी भनेपछि तपाईको मैले कति कपाल लामो भन्दा टिकटक त्यति भन्दा नि आफ्नो बहिनीलाई नसम्झे कि? के खातिर देखो यहाँ हेर है। तिमीले भन्नु त भन्दाखेरि म मेरो बहिनीलाई कसरी भन्नु होला? ल तपाईले गेस गर्नु। अब म कसरी गेस गर्नु कि? तिमीले यस्तो कुरा सोचेछौ कि? हैन मजाले भन्न सक्नुहुन्छ। ल भन्नु। दिमागमा के पनि आएको छैन। अझै हिन्दी भनेको म भन्छु त नि। त्यही संगीततिर रिलेटेड छ के? त्यही त मैले भने ड्रमस्टिक अनि उयो मान्छेले गाथ्यो। त्यही भन्नु नन लिभिङ थिङ के? नन लिभिङ थिङ? नलिभिङमा के छ के त्यस्तो सिङ्गर र सिङ्गिङको रिलेटेड छ त त्यत्रो? अनि वरिपरि छ भन्यो। त्यही त वरिपरि अलिकति यो एक्स्ट्रा हिन्ट देऊ न। त्यो चाहिँ हैन बजाउनु मिल्छ। पियानो, गिटार। कहाँ छ वरिपरि? त्यहाँ बजा थिएन। अघि त्यत्रो त्यही वरिपरि बजा थिएन अघि? बजा त थियो त्यही भएर। ल रमाइलो भयो। तर लगभग हाम्रो त्यही टाइम लाग्यो। मजा आयो नि। सोच्दा दिमाग लगाउनु पर्यो त। ल यही हो है गाइस।